मौसम यस्तो छ दिसन बोलाउँदै केटा हो ल काफल खाना आइछ है आज है घोले घर होइन केटा हो यो घोले घर होइन बोला नि त्यसलाई जान्छ कि यसलाई हेर्नुहोस् पुरानो जमाना भने केटाहरूले है कहिले पुग्नु त यार माथि आमा काफल खाना जाँदैछौँ है यहाँ पनि हाम्रो यहाँ भाइहरू छन् भाइहरू लिएर चाहिँ आज हामी यसो बिदाको चाहिँ सदुपयोग गर्न लाग्दैछौँ ल पिप्ले आइपुग्यौँ हामी पिप्ले बादलले छोपेको हेर्नुहोस् त हो भाइ ठुलो पिपलको रुख थियो रे अनि काटे अनि काट्दै अरे न पिपल म तँलाई सबै भन्छ है त ल पहिला सुन यो खानीबाट आएछ एउटा सिद्ध बाबा सिद्धलेको पुजारीबाट अनि खानी गाउँमा आएछ अनि खानीबाट आउँदा आउँदा पनि खाइरहेको जाँदा पनि खाइरहेको हो र आएछ यहाँ चाहिँ ठुलो पिपल बोट थियो रे यहाँ पिपल बोट थियो रे अनि पिपले राखेको कुमपुर चाहिँ अनि उता स्कुल कुन चाहिँ केटा हो माथि स्कुल कुन चाहिँ अरे सुनिल कुन चाहिँ स्कुल थियो कुमपुर आबी ए छैन विशेष त के थियो विशेष के पनि यसो घाममा अनि होइन अलिक चाँडै नै गर्नु के भाइ ओइ सन्जु भाइ आइजाउँ गाइस हामी उ त्यो छोपे त कहाँ भाइ हामी जाने आज कहाँनिर यहाँ ए उ यसमा हो टावरमा हो एकताल हामी त्यहीँ जान लाग्यो हिँड्नु हिँड्नु कुरा फटाफट हिँड्नु कहिले पुग्ने हो वहाँ अलिक फटाफट हिँड्नु हिँडेर आउँ केटा हिँडेर हैया कहिले पुग्ने यार भयो ओहो बोकी भएन लाग्दैन हाँ तपाईँलाई बोकी भएन लाग्दैन बोकेर लान्छस् मलाई सक्छस् अनि दिवन सरमा उस्तै त हो नि कत्रोबाट प्लास्टिक ल्याए प्लास्टिक यस्तो यस्तो प्लास्टिक क्या त्यो चाहिँ भाइ हाम्रो यता जारी छ ल हिँड्नु फटाफट हिँड्नु न केटा यति चाहिँ छोयो ल हाम्रै नयाँ भाइ पसिना भइहाल्यो कुदेर हो र कस्तो तल जा भनेर म त्यो आउन लागेको भुत्ते हो त भुत्ते त नपसिकन हिँड्दिरहेको फेरि क्या झगडा परेर नि अन्त सिधा भएको यस्तै बुढाबुढी झगडा परेर के होइन जार भने ऊ त जार के हो जार भने न त हो त्यस्तै झगडा परिरहेको थियो नि ओ जग्गा कुकुर झिकेर काट्दैन नि त्यो कुमदेखि तलतिर काट्यो कुम पुरा नङपुर चाहिँ आउँदै झरेछ अनि यहाँ चाहिँ नङपुर राखिदिनु भने मान्छेहरूले अहिले चाहिँ नवलपुर कि राणाको नाम नवलपुर हजुर सन्देशमूलक नै छ यहाँ यसो 8-10 मिनटको बोलाउनु पर्यो सो गाइस दुईजना केटाहरू ल टाउको र ज्यान्जी त्यहाँ गाड्दै अरे अनि त्यो अनि उताबाट चाहिँ नेट हिँड्यो फेरि अनि त्यो टाउको जाउँ केटा जाउँ हिँडौँ ल हिँडौँ
गन्तव्य लामो छ हाम्रो यार ल जाउँ ऊ त्यो माथि पुग्नु छ त्यो स्कुल हुँदै माथि डाँडामा त्यो टावरनिर हामी पुग्नु छ ए उहाँबाट सिधा यतातिर सबै पाएबै पाएको कस्तो भिड हिँड्नु ए कस्तो भिड रहेछ यार हजुर यो जो पाए हो कत्रो भिड रहेछ त त्यहाँको अस्ति हेरेको हाम्रो थाहै छैन खतरा भिड छ यहाँ हेर्नुहोस् है साथीहरू कहाँ पुगेको केटा भिड तल्लो चाहिँ पाए पो मान्छे अडिनु होला यहाँ त यार रातो माटी थियो नि यो पुरै रातो माटी थियो पहिलो झाल्यो अनि त्यो रातो माटी छोड्यो है नत्र रातो माटी कस्तो लाग्यो बाइक हिँड्दा नि सल्ल चिप्लिन्छ रातो माटी थियो है रातो माटी थियो कहाँ केटा हामी पुग्ने तल टावर के छ त्यहाँ टपमा त्यहाँ एउटा ग्राउन्ड नै छ भने होइन कहाँनिर काफल भाटोमा पुग्नु पर्यो हो त्यही पनि न ग्राउन्डभन्दा अलिकति माथि पाउनु पनि पाउँछ होइन छप्पकै पाउँदैन सिस्टम ठिक छ ब्याक क्यामेरा नि भिडियोमै मान्छे छैन कि कुनै नै घरमा एउटा घर छैन कि ऊ त्यो पारिबाट कुन चाहिँ बिजुली होला यही हो कि यही बिजुली होला नि के टाढा टाढा भइहाल्छ नि अनि यस्तो यो पहाडबाटै जानुपर्ने हो नि त उति उयो बाटो छैन यो वनमा हिँड्ने बाटो छैन उयो छ नि यो डोरो छ नि डोरो बाटो हो के बाटो त सबैबाट नि बाटो हिँड्नु बिस्तारै हिँड्नु बिस्तारै हिँड्नु बिस्तारै हिँड्नु केटा बिस्तारै हिँड्नु फोटो चाहिँ कसरी खिच्ने एउटा फोटो नि हाल्नु पर्छ भिडियोमा भिडियोमा मिल्छ है त मिल्छ 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 त्यही मिल्छ क्या कस्तो हाई भोल्टेज आएको जस्तो हाई भोल्टेज होइन भाइ यस्तै हो 220 भन्दा बढी आउँदैन 220 देखि 240 हो मान्छे झट्टै पारिदिन्छ होला है जान सक्छ ल यो के हो केटा यो बोट सल्लाह कि धुपी सल्लाह धुपे त पाइन्न धुपे त पाइँदैन केटा हो पानी पर्छ क्या है छोप्यो त यार मे अघिबाटै छौँ है साथीहरू अलिक टाढै रहेछ है कति बजी हिँड्यो हामी 12 12:05 ल भन्दै सिधा के अरे कुम्पुरको बारे भन्दै सन्जु ल सन्जु भन्दा सर र नाम कसरी भयो केटा कुम्पुरको हिस्ट्री भन्नु त केटा हो ल भाइ भन्नु हिस्ट्री भन्नु न कुम्पुरको के रे बन्यो यो नाम होइन के रे आयो यसको इतिहास भनौँ न हिस्ट्री भने इतिहास के आयो सिद्ध बाबा चाहिँ कुसेकुण्डा गएर आउनु भएको थियो अरे हजुर आउनु भएपछि अनि त्यहाँ ऊ त्यो माथि डाँडामा चाहिँ नङ कुएर झऱ्यो अरे कसको नङ सिद्ध बाबाको नङ कुएर झरेपछि त्यहाँ चाहिँ नङकुर राख्नुभयो त्यहाँबाट आउनुभयो चाहिँ यहाँ माथि चाहिँ जारहरू बाँधिरहेको थियो जारहरू बाँधिरहेको बेलामा चाहिँ एउटाले चाहिँ काट्दै थियो अरे टाउको अनि त्यहाँबाट यसलाई सिद्धोपाल भनेछ अरे यो ठाउँलाई चाहिँ कुम्पुर राख्नुपर्छ भनेछ अरे कुम्बबाट मुनतिर गाडेर अनि आउनुभएछ अरे फेरि अनि यहाँ पिप्लेमा चाहिँ ठुलो पिपल बोर्ड थियो अरे अनि यो ठाउँ रोडमा आउँछ एउटा गाडीको ड्राइभरले जोरे आएर के बाटो दिएर के अरे जोरे आएर नि बाटो दिएर किन त्यस्तो भिड अरे क्या त्यो ओइ हेर अहिले त ढक्का लियो भने जान्छ कतै ग्याप पो त भ्यू ठिक छ त भ्यू सलाल कस्तो
हेर्दा हेर्दै अँध्यारो भयो त हौ के हो केटा हो चारैपट्टि हात छोपेर हेर्दा नै अँध्यारो भयो है एउटा पोलमा है त्यहाँ पोल भाँच्यो अरे हेर्ने देखाउँ देखाउँ ओइ देखाउँ छोप्यो सर छोप्यो ए सल्लोको हावा अरू दुईजना केटाहरू चाहिँ माथिबाट गएको छ के भने अरे चाहिँ भन्दा अब त्यो त्यताको केही दाउराहरू ल्यायो भने अब बागवासना मन्दिरमा चाहिँ घर घरमै बाघ आउँछ अरे क्या कराउँदै त्यस्तो खतरा त्यहाँ चाहिँ अब यस्तो क्या त्यहाँको मान्छेहरूले चाहिँ मन्दिर बनाउनु भनेर लग्यो अरे रात पऱ्यो अब भोलि बनाउन आउने भयो घर गयो अरे भोलिपल्ट आउँदाखेरि त्यो जस्तो लगेको थियो त्यस्तै तल फेदामै ल्याएर राख्थ्यो क्या त्यस्तो चल्ने त्यहाँ ए धुलो ओहो ए मस्त आधी आधी आज एकछिन हो कि खाना पुरो भयो कि हेर त हेर क्या दामी ओइ के बल देख्यो यहाँ हामी एउटा सानो गाउँ आइपुग्यौँ है टार्गेट त त्यहाँ माथि हो के अरे आउनु अब भात खानु जाऊँ कि अब भाइ सुन्नुहुन्छ टावर नमलाई त के भन्नु थाल्यो यहाँ त के भन्नु थालेछ भने ल कतै बाँझै बस्छ यो कोर यहाँको पो हो यो यहाँ पो देख्यो त्यसलाई योलाई आबी त्यस्तै हो कि हाम्रो चारमा जस्तै हालेमा हात तर त्यो ढलान गरेको त्यो माथिको चाहिँ स्वास्थ्य चौकी के हिमाल देख्छ कि माथि के रे माथि स्वास्थ्य चौकी ए त्यो अन्त तल्लोपट्टि छ के मुनि सेतो सुनि के छोइरा सेट भइरा बिस्तारै गर यहाँ देखा छोड्यो अनि त देखा नि धेरै आइदिनु भाइ सरले चाहिँ यहाँ पानी खाइरहनु भएको कुवाको पानी माथि कुवा चाहिँ गाइस हाम्रो मिठो पानी गाइस यो देख्दा चाहिँ बालापनको याद आयो ल छिटो खाऊ ल हातैले खाऊ र हातैले खाऊ ल कहाँ पुग्छ बुढाहरू हो ओए छिटो गर पानी पर्न थालेको छिटो जाऊ नि यार सुरु गर खोइ भएन ए बिजुली खोला हो त्यो बिजुली खोला रे
अलिक टिपेर केटा ल टिप टिप त्यो खुवायो केटा यसरी खुवालो बिस्तारै पक यसरी खुवा त पक खै भन तिम्रो केटा आयो उसले त्यो माथि आएको खानु न हेर जस्तो माथि खानु लाग्यो भाग्नु सरहरूलाई खोइ यार तिमीहरू के भयो यार उता आबे खान्छ आबे खाएर हुन्छ त भिडियो बनाएको छु झन् खोइ खुवायो न हामीलाई ओहो थ्याङ्क यू यार भाइ यार हेर्नुहोस् न यसो लो भाइ यहाँ चाहिँ त्यहीँ छ हजुर टिपेर राख टिपेर राख म आउँछु मैले हाम्रो त भाइले पनि मलाई फेरि दिनुभयो भाइले लड्नुपर्छ उयो छ हेर त उ त्यहाँ पल्लोमा केटा ओ त्यहाँ असल छ टिप 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 असल खुवाऊ न ल त ल खुवाऊ न खुवायो देऊ न यार यही हो काप फले खोइ ल्याउ न खोइ भाइ छोड्दा भाइ ल कुम्पुराबी क्लास 8 सम्म हैन त अस्तिर हाम्रो घरमा बम ल्या भनेको थियो नि मम ल्या हो यही कुरो मम ल्या भनेको थियो नि यही कुरो यही यो यो के यो यही दो कुकुर चाने यहाँ 5 वटा एउटा इसिडी पार्क छ हो 5 वटा 6 7 अनि एउटा त्यो 2 2 4 8 वटा होला के एउटा अब पुरै भल छ अब चाहिँ 4 वटा यो दुईटा गरेर 4 वटा जमजम सर ल हामी गर्न लागेको समय गाइस कुम्पुरको सही चोक यो चाहिँ कुम्पुर गाउँ हेर्नुहोस् तल कुम्पुर आबी थियो हामी बिस्तारै गर्न लागेको छ मासतिर अब है किन तलबाट देखाएको मन्दिर चाहिँ आउनु बेला भएको छ फर्कै छौँ हामी फेरि बाटो बिराएको छन् केटाहरूले ओहो उकाल लानु थाल्यो हामी लेकतिर कुम्पुर भन्ज्याङ गाई कुम्पुर भन्ज्याङ हो ल त्यो बाटो हिँड्दै आएको हामी माथि कुम्पुर आबी कुम्पुर भन्ज्याङ पानी पर्न लागेको छ है गाइस हेर्नुहोस् सबै छोपिसकेर यता हो गन्तव्यसम्म पुग्न मुस्किल लाग्छ यता पनि पानी पर्न थालिसक्यो बागबच्चालाई स्कुल र यो चाहिँ ल तलबाट देखाएको मन्दिरमा चाहिँ हामी आइपुग्यौँ बल्ल अथक प्रयासपछि हाम्रो गन्तव्य चाहिँ माथि छ है यत्रो झ्याप्प परे के हो सर स्कुल ए मन्दिर त रुखको झ्याम्म परे त्यही चाहिँ हो ठाउँ त रमाइलो रहेछ है त्यही हो अनि एकपट्टिबाट गएर एकपट्टिबाट निस्किने ठाउँ हो यतै आगो लाग्यो लाग्यो पानी पऱ्यो हेर्नु सर कहाँ छ ऊ त्यो चौधर चाहिँ देखिया हैन
त्यो डाँडामा पातले त कुन डाँडा ए माथि त्यो पारी पारी डाँडा पारी अलिकति उठेर फेरि आयो गाडी पानी पऱ्यो गाइज ठिकै त्यस्तो ठुलो नि यो के मन्दिर हो केटा हो के मन्दिर हो नि हो र कुम्पुर देवी कुम्पुर माइकी चाहिँ होस् कहाँ रे ओ ओकेर त्यो डाँडा हेर्दा बादल डाँडाको अड्काएको हेर त्यहाँ कालो बादललाई डाँडाको अड्काएको अड्काएर राखेको थियो त केटा झार्नु पनि डाँडा ठोकिन्छ अनि त्यहाँ झर्छ पानी त रोक्नु भएन नि केटा हो भिडियो त बन्यो आजलाई अझै भिडियो त बन्यो बाघको छेलायो भिडियो हाल्नु नि अब यार ल गाइस तल पनि दिनु भएन पानी पऱ्यो गाइस हेर्नुहोस् हामी त पनि डाँडो भएर बसिरहेको पानी पऱ्यो ओ केटा हो यहाँ हेर पानी परेर हाम्रो यसमा बास भयो मन्दिरमा बास भएको छ हाम्रो है यी केटाहरू लग लग काम हेन घडाइने गर्थ्यो है ओ चर्क्यो हेर्नु त माहौल हेर्नुहोस् यहाँ कस्तो भएको त्यो घरतिर कति बल्छ नि त्यो कतातिर केटाहरू बिचरा यहाँ केटा हो काफलको बोटी यहाँ बल्ल सुरु भयो है धेरैमा देखायौँ हामी पानी सर आइरहेको छ यस्तो चिप्लो बाटोमा आउँछौँ हामी कहाँ टिप्छ केटा यार हो कहाँ ल्याइदियो मेरो भाइले ल हेर्नुहोस् आइज काँचो हुन्छ है सुरत भयो पानी परिरहेको छ है मैले त्यही पनि हल्का हल्का देखाउने प्रेस गर्दैछु कालो बढ्दो नि हो हेर न एउटा नि मलाई एउटा दुईले भर फले हेर कतै हेर त पानी तन्किन थाल्यो फेरि यार छ खोइ त हाम्रो दिनुहोस् एउटा नि हाम्रो खोइ हाम्रो दिनुहोस् पाएँ केटा पायो है सुनिल मलाई नि पुग्छ एउटा हो पानी पऱ्यो हेर्नुहोस् त गाइस ओहो म चाहिँ छारीमा सानो एउटा रुखको छारीमा बसेको छु केटाहरू टिभी राख्नु बिचरा हो तिनवटा एक एउटा पुग्यो ल आइज जाऊ ल दामी ल पाके हो आइज देखा ल ए काफल हेर्नुहोस् ल गाइस बल्ल पाउनु थाल्यो टिभी त पाउलो त्यो ए हाम्रो हिरो रुखमा चक्कर उग्रो चाहिँ टिभीहरूले ल एउटा खाम ल ए ल मजाउँ हेर्नुहोस् गाइस हेर्नुहोस् क्या बल ठाउँ आइपुग्यो हामी हेर्नुहोस् त ल ल मर्लास बिस्तारै ल हेर्नुहोस् गाइस के बल ठाउँ छ हेर्नुहोस् हो र ए कुद्दैछौँ हामी यहाँ स्यालले खेल्दै हामीलाई स्यालले हामी चाहिँ अब प्रयासपछि चाहिँ हल्का हल्का काफल दुई चार काफल बोर्ड चाहिँ यता पाइयो त्यहाँ छ केटा हो काफल छ बिस्तारै जाऊ बिस्तारै जाऊ सबैजना हेर्नुहोस् यस्तो जटिल ठाउँमा चाहिँ हामी अथक प्रयासपछि आयो अझ यो त केन्द्र उद्गम बिन्दु त अझ होइन यो है अझ मास्तिर पुग्नुपर्छ अरे प्योर काफल पाउने ठाउँको लागि चाहिँ
तर पनि अब एटलिस्ट हामीलाई पुग्ने चाहिँ सायदै पाइन्छ होला हो कि अझै माथि जाने थाहा छैन निरन्तर हामी यात्रामै छौँ छ लाउँछ हेर ट्रेकिङ नै जस्तो भयो ल गाइस फाइनल्ली हेर्नुहोस् यहाँ काफलकोबाट सबै यहाँ हेर्नुहोस् सबै काफलकोबाट हेर्नुहोस् यहाँ सङ्घर्षको यो फल हेर्नुहोस् यति मिठो हुन्छ अब हेर्नुहोस् यहाँ कोही कता अब आयो हामी ठाउँमा यसबाट बा कुद अब हेर्नुहोस् यहाँ कुद्दैछ हेर्नुहोस् यहाँ बेतौड यहाँ एउटा बोट चेप्पै समय एउटा बोट समय कहाँ भाइ हो र म अलिक बिस्तारै गर्नु बिस्तारै गर हो र ओ बिस्तारै हिँड्नु है कसरी आउने ल रुखमा चढ पानी थालेर रहेछ ओ कसरी झर्ने पलेर रहेछ हेर्नुहोस् अब केटाहरू यहाँ हेर्नुहोस् यत्रो बेरपछि हेर्नु त यहाँ बल्ल बल्ल ए बिस्तारै चढ भाइ चाहना के गरेर हो कोही तल सरर त्यहाँ हुन्छ कहाँ भाइ केटाले मलाई दियो हेर्नुहोस् है यहाँ पहे बाबु पहे थ्याङ्क यू बोटे ल भयो बोटे भइसक्यो हजुर हो मिलाइ गर्नु मिलेर ए हेर्नुहोस् यहाँ गाइस ओहो ल हामी चाहिँ अहिले एक लट चाहिँ काफल खायौँ यहाँ चाहिँ यसो काँचो अलिअलि खानलाई भनेर केटाले बग्यो पाके अलिअलि खायो अझ माथि हामी अझ राम्रो ठाउँमा चाहिँ पाइन्छ भनेर चाहिँ हामी जान लाग्दैछौँ हामी सबै काफलको बोट यिनीहरू अघि म तलबाट देखेको जुन टावर थियो नि हेर्नुहोस् ठ्याक्कै टावरको फेदीमा चाहिँ हामी आइपुगेछौँ अहिले है हो आउँदैछन् ऊ पारी कुन चाहिँ मन्दिर भाइ त्यो माथिको भैरवी मन्दिर त्यही हो यहाँ पनि हामी यसो एउटा अब यहाँ आएको चाहिँ एउटा भ्लग हाल्छौँ है ठ्याक्क मन्दिर त्यहाँ छ यसको नि पारीलाई हेर्नु यत्रो बेर हिँडेर पनि अझ उहाँ पारी त्यो ठाउँ के हो भाइ त्यो सुनिल उयो भैरवीको मुनि के गाउँ हो त्यो उँधो गाउँ के हो के अरे हो र त्यो दियो त एउटा बुझी भएको थियो नि एउटा पाके ऊ झऱ्यो त्यही पनि यस्तो काँचो छैल्दै एउटा पाके थियो त के हो तँलाई के भयो जुगा पऱ्यो क्या काँचो नहौ पाके ल्याएको छ एउटा आफ्नो पाक्यो कमला लो परि ए खुट्टैबाट सबै ल सबै झरेछ ल मेरो भाइले हेर्नुहोस् है ल यो चाहिँ प्योर देखियो ल अहिले थ्याङ्क यू भाइ जाउँ भाइ हो नि देखिस् म फाला भन्दा नफाला होइन कता त्यसको त्यहाँ हालेको नि ए हेर्नुहोस् हामी अर्को टावर यतापट्टि तल्ल अघि देखाएको त्यो थियो ए लामो यात्रापछि यहाँ टप डाँडामा चाहिँ आइयो
ओए केटा ओए ओए सुनिल चुच्चे होई के भयो कहाँ इन्डिया कहाँ ए इन्डियन भने त्यो भने म त इन्डिया ठाउँ नै भनेपछि क्या भने कुनै त्यही भने ल आइयो कत्रो रहेछ हेर त हेर्नुहोस् फलाइ यो ओ केटा हो के हो यो के हो ठुलो तिम्रो काफल खाऊँ न यार भाइ भाइ अनि यो चाहिँ के हो नि यो बस्ने घर जस्तो यो तिम्रो खाऊँ न एउटा यार यो के हो यो के थाहा यो काफल फलाइ छैन आइज न काफल मर लास ऐसो गाडी हेर्नुहोस् यहाँ ऐसो गाडी पहेँल पुर सबै ओहो केटा हेर्नुहोस् यहाँ पहेँल सबै हेर्नुहोस् यहाँ आर्मी क्याम्प रहेको चाहिँ पहिला यहाँ आर्मी क्याम्प थियो अरे अहिले सबै ड्याम बन्द छोडेर गएछन् यिनीहरू हेर्नुहोस् यहाँ यत्रो डाँडामा आर्मी क्याम्प ए रेलको बोट हेर्नुहोस् यहाँ ऐसेलो कस्तो छ है त एउटा केटा देऊ न खाऊ न अलिअलि यार केटा हो यार कहाँ आफै खा तिमीहरू मैले देखाएँ बाउ त्यो तिमीहरू चाहिँ आफै नखाऊ न बाबु हो मेसिनहरू कता ओइ के होला नि यसमा अब लाइसेन्स नआए बनाएपछि के जेनेरेट गर्नु होला नि बन्दुक ल यार बन्दुक त त्यसै छोड्दैन यिनीहरूले ओ के होला हो केटा हो यो यस्तो बनाएर ट्रेनिङ लिने होला सर यार हेर त पुरै यस्तो कहाँ बनाएर के हेर त हेर्नु साथीहरू हामी चाहिँ पुरै आर्मी क्याम्पको आसपासमा छौँ अहिले यहाँबाट चाहिँ आर्मीले पुरै छोडेर नै गइसकेको रहेछ छोडेर गए पनि सामानहरू चाहिँ सबै हिँड्छ यथावत छ है लास्टमा यस्तो ठाउँमा आइपुग्यौँ हामी ल हेर्नुहोस् यहाँबाट ट्याक्क तागेर चाहिँ पारी सुई सुई हान्ने मिसाइल हान्ने भने क्या पहिला भित्र गएर हेर्नु केटा एकचोटि भित्र गएर हेर्नु त किन सकिने नि यहाँबाट जाँदाखेरि गेटबाट छिर्ने यस्तोमा त मलाई कहाँसम्म चाहिँ खालेर जाँदैछ के गर्न आएर जानु त्यही पुरै हेर्नुहोस् है गाइस यस्तो ठाउँमा आइपुग्यौँ हामी आज भ्याउलै केटा सबै हेर त ए डाँडा बसी ट्याक्कै ठाउँमा छ हेर्ने चाहिँ नि त यी खाल्डै सबैतिर के हो यो है यी सबैतिर यस्तो के बनायो यार कहाँबाट झर्ने ठाउँ छ र हेर्नुहोस् त के गाइस ए सब खाल्डे यार ओइ राम्रोसँग हेरेँ नि भइदियो के होला कहाँ ओइ केटा केटा नजा उता आसपास नजा करेन्ट आउने तार हो त्यो उद् नजा करेन्ट आउने तार हो त्यो उद् नजा अरूबाट नजा के होला नि न्युजमा आर्मी भन्ने ठाउँ होला नि केही ट्याक्क बस्ने हेर पारी हेर्ने हो पटक्कै सबै खालि के गरे हो यहाँ गर्न चाहिँ हो यत्रो आमामा कति गहिरो हो यार सबतिर छ क्या कामै होला है बिस्तारै हिँड काटा बिस्तारै हिँड ट्याक्क बच्चा भइदियो कस्तो गजब भन्थ्यो के भयो यही तल अब त आएछ त धेरै डाँडा घुम्नु पर्छ उताबाट भन्दा त त्यही भएर यहाँ कुकुर भन्छ हेर्न यही देख्छु अहिले आगो कालो नै यही हो अब यही तल ठाडो कालो यही हो त्यो यत्रो बेतोड्ने गयो नि हामी त ल है साथीहरू
हामी चाहिँ अब यहाँ माथि गन्तव्यमा पुगेर अलिअलि काफल साफल खायौँ अब फर्किन लाग्दैछौँ हामी है ओह्रालो झर्दैछौँ कि यही अग्निको कुम्पु डाँडा हो यो कुम्पुर गाउँ हामी त्यहाँ आइपुग्यौँ हो अहिले पनि पानी परिरहेको छ ल हेर्नुहोस् है सब आज त हेर्नुहोस् हालत खराब भयो ठिकै छ अब बिस्तारै बिस्तारै झर्छौँ हामी भाइहरू पनि झर्दैछ नि भाइहरू पनि झर्दैछ नि जाउँ जाउँ ल हेर्नुहोस् बिस्तारै बिस्तारै लड्लास् बिस्तारै हामी झर्दैछौँ अब हेर्नुहोस् है यो पानीको कारणले पनि अलिकति भिडियो चाहिँ हरेक ठाउँ भिडियो हाल्न अलिक सकिएन अब सकेसम्म अलिक धेरै एरिया त मैले कभर त गरेकै छु हो नि झर्दैछौँ यो असिल छ बाटो हेर्नुहोस् है ढुङ्गा ढुङ्गी हेर्नुहोस् है फेरि भेटौँ होला भने अब है गाइजहरू हामी फर्क्यौँ हामी अब तल चोकमा आएर चाहिँ सानोतिनो एउटा खाजा टाउजो सबैले भयो टाउजो खायौँ हामीले अब फर्किन्छौँ है हेर्नुहोस् है आएन खोइ यिनीहरू चुचेर आएन तप्रो बाफ घुटुटो कुहिरो त ओहो जाडो भएन यसरी तँलाई भएन के त नि के त्यहाँ खोजेर सोध्न लागेको भागिहरूले त्योबाट खोजेर सोध्न लाग्यो भागिहरूले के हो ठाउँमा के हो सोध्न लाग्यो हेर्नुहोस् गाई चाहिँ अहिले भर्खरसँग त्यस्तो क्लियर भएको चाहिँ मौसम अहिले हेर्नुहोस् ड्यामडुम कोरेले छेकिसक्यो